यहाँ चाहिँ आज हाम्रो मम्मीले के पकाउनु भएछ मम्मीले यहाँनिर साग पकाउनु भएछ अनि बेथुको साग दाल दाल अनि सुँगुरको मासु उगानु त सुँगुरको मासु अनि कुखुराको मासु पनि छ आम्मामा छोरी यता हेर्दा दिदी त कति वर्ष पछि आएको अरे माइत घर एक वर्ष पछि है 1 वर्ष पछि मम्मीले बनाएको भात खानु पाउँदा है अनि एक्साइटेड भएको छ अनि यहाँ हाम्रो पुच्चेची मासु चिची खाँदैछ अनि यहाँनिर चाहिँ छ वा लुक एट दिस ब्युटिफुल प्रिटी लिटल बेबी If you next the flower भन्ने गाना चाहिँ मन परिहाल्छ कि म यति राम्री राम्री देखेँ भने आम्मा खुवाइ त खतरा छ त हेलो पन्जा लारा छ त नि हौ Guys, I have a big surprise. Be ready. Pretty little baby. You never laugh at me like मेरो छोरीहरू नि कति एक्साइटेड भएर है माम खाँदैछ Hi, Nainalo. What are you eating? Oh, च्वासेको मासु खाँदैछ है च्वासेको मासु Do you know च्वासे means? सुँगुरको मासु राइट च्वाचे भनेको सुँगुरको मासु होइन अनि यहाँ हाम्रो दुईजना हिरोहरू हुनुहुन्छ ओ गुड जब हाई फाइ गुड जब हाई फाइ नुआ नुआ हाई फाइ नुआ Can you come here? ओके छ त म खुवाइ त बोटुकामा छ एकछिन बसेर त खा बसेर त खा दिदी आफ्नो घरमा आएर बसेर सुतेर जे गरेर खान मेरो खुसी नि अम्मा तेरै खुसी ल ल ल जेठी छोरीको खुसी है खुसी अब माइली छोरीले खाएपछि त 2 थाल बजाउँछ नि यहाँबाट सबै उठेपछि अनि यहाँनिर हुनुहुन्छ मेरो कान्छी छोरी अनि यता नि कान्छी छोरी उता जेठी छोरी कान्छी बहिनी जेठी छोरी